पुनः स्वागत छ दर्शकहरू। अर्थ संवादमा हामी केन्द्रित छौँ। सरकारबाट प्रस्तुत बजेट, मौद्रिक नीति अनि यसले लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्धनका लागि के कस्तो भूमिका निर्वाह गर्न सक्छ, यसले निजी क्षेत्रलाई कतिको उत्साहित तुल्याउन सकेको छ लगायतको विषयमा यसका लागि हामीसँग अतिथि हुनुहुन्छ घरेलु तथा साना उद्योग महासङ्घका निवर्तमान अध्यक्ष एवं साक एसएमई फोरमका अध्यक्ष हुनुहुन्छ सुरेश प्रधान। पुनः स्वागत छ यहाँलाई। हामी केन्द्रित रह्यौँ डुइङ बिजनेसका कुराहरूमा, त्यसै गरी यो क्षेत्रको चाहिँ प्रवर्धनका लागि सरकारले खेलेको भूमिका लगायतको कुराहरूमा। अब अलिकति अहिलेकै कन्टेम्पोररी कुराहरूमा, जस्तो औद्योगिक क्षेत्रको औद्योगिक उत्पादन, हाम्रो यहाँको आन्तरिक उत्पादन त्यति धेरै हुन सकिरहेको छैन। आयातमा धेरै चिजहरू निर्भर गर्नु परेको छ। कम्तीमा 10-12 गुणा बढी चाहिँ हामीले आयात गर्छौँ निर्यातको तुलनामा। त्यो हुँदै गर्दाखेरि अहिले जुन पारिश्रमिक वृद्धिको कुरा पनि आएको छ, न्यूनतम पारिश्रमिक निर्धारण भएको छ, यसले प्रोडक्सनमा कतिको सहज तुल्याउँछ, यो कतिको उद्योग मैत्री छ अथवा श्रम मैत्री छ, अथवा यी दुवैको सन्तुलन मिल्न सक्छ? अब यसमा चाहिँ विशेष गरेर के भने अवश्यम्भाव्य रूपले श्रमिकको ज्याला बढाउनु पर्ने अवस्था थियो, छैन भनेर हामी नकार्न सक्दैनौँ। अब विगतका दिनहरूमा राजनीतिक दलका नेताजीहरूले अथवा यो श्रम लाइनमा बस्ने साथीहरूको एक्सपेक्टेसन चाहिँ 5 डिजिटको तलब हुनुपर्छ भन्ने एक्सपेक्टेसन थियो नै। किनभने विगतसम्म चाहिँ 9,700 थियो न्यूनतम ज्याला दर। अब त्यसबाट बढेपछि त 4 डिजिट त हुन्छ नै भन्ने चाहिँ 5 डिजिट त हुने नै भयो भन्ने चाहिँ हामीले पनि भनेका थियौँ। तर नेगोसिएसन कसरी भयो भने 22,000-25,000बाट सुरु भयो, अब बल्ल 13,450 भयो। तर पनि त्यो पनि ठेक्न सक्ने अवस्था चाहिँ छैन। त्यसमा हेर्दाखेरि त त्यो एकदमै थोरै हो नि, 13,450 रुपियाँले। अब एउटा मजदुरसँग त उसको परिवार पनि आश्रित हुन्छ होला, बालबच्चा हुन्छ होला, त्यतिले त। तर कन्भेन्सन चाहिँ कसरी फरक भयो भने हिजो एउटा मान्छेले कमाएर 4-5जना ठेक्ने सिस्टम थियो भने अब 4जना परिवार छ भने कम्तीमा 2जनाले काम गर्छ, 2जना डिपेन्डेन्ट हुन्छ भन्ने त्यो कम्पेरिटिभमा पनि आउनु पर्यो। किनभने अब ऊ सस्टेन भएन भने मेरो काम पनि हुँदैन भने हामीले पनि सोचिरहेको हो, रोजगारदाताहरू सबैले सोचिरहेको भएको छ। तर अब रोजगार स्थान नै नहुने गरी त्यो ज्याला दर मात्र बढाएर पनि हुँदैन भन्ने एउटा पाटो अर्को छ। अब हामीले कुरा गरेर कस्ट अफ डुइङ बिजनेसको कुरा यो पनि भयो। अब करिब अलिकति लागत बढ्ने भयो, 40% यसमा बढ्यो भनेपछि टोटल प्रोडक्सन कस्टमा के भने 8-10% त बढ्ने भयो। अब त्यसले गरेर वास्तवमा न्यूनतम ज्याला दर 9,000 गरे पनि 13,000 गरे पनि आखिरमा इम्प्लोयरले इम्प्लोइलाई दिनुपर्ने काम त आजसम्म पनि दिइरहेको छ। जस्तो ठुला अर्गनाइज होटलहरूमा त मिनिमम 15,000-16,000 पुगिरहेछ भन्ने सुनेको छु मैले। त्यस्तै अब कहीँ त अब बोर्डिङ स्कुलहरूमा त 3-4 हजारमा पनि काम गरिरहेछ भनेर सुनेको छु। सेक्टरल कुरा गर्ने भने त्यो कुन लेभलमा कसरी एग्रिमेन्ट भयो, यसलाई चाहिँ कमसेकम हामीले भन्नु खोजेको चाहिँ इम्प्लोयर र इम्प्लोइको एग्रिमेन्टमा भयो भने त्यसलाई सदर मान्नुपर्छ भन्ने एउटा पाटो भयो। अब त्यो अब उसले भात खान पाओस् कि नपाओस् मतलब छैन। जस्तो हामीले प्रोडक्टिभिटी बढाउने कुरा पनि गऱ्यौँ, अरू कुरा पनि गऱ्यौँ। त्यो हुँदै गर्दाखेरि जस्तो नाफामा त साँच्चैकै प्रभावित तुल्याउँछ, खर्च लागत त बढ्छ उद्यमीको, तर ऊ बाँच्ने खालको पनि पारिश्रमिक पाएन भने त उसले बाँच्ने खाले त पाउनुपर्छ भने उसलाई अलिकति प्रोत्साहित गर्न आजको दिनमा पनि त्यस्तो छैन। अधिकांश फाटाफुटा त्यो अपवाद बाहेक त्यस्तो भइरहेको। जस्तो अब कम्पेयर गर्दाखेरि हामीले पत्रिकाहरूमा त्यो मिडियाहरूमा हेरिरहेको छौँ, पढिरहेको छौँ। मलेसियामा 12,000 रुपियाँ प्रति महिना पाउँछ, 1.5 लाख रुपियाँ खर्च गरेर जानुपर्छ। 12,000 रुपियाँ त्यहाँ पाउने, उसले 16 घन्टा काम गर्यो अथवा 18 घन्टा काम गर्यो भने 20,000 झन्डै पुग्ला नपुग्ला अर्को पाटो हो। त्यसले फेरि अर्को 2 वर्षपछि फेरि अर्को ऋण बोक्नुपर्छ, फेरि त्यो झमेला छ। तर हामी कहाँ यहाँ हुँदै पनि अब यसलाई 13,450 लाई फेरि घटाउन कोसिस गर्न खोजेको मैले होइन कि
डिलिङलाई चाहिँ त्यसलाई मान्न पर्यो किनभने अब भनेपछि यसकै लागि पनि हाम्रो श्रम बजारमा त वर्षे नि 3.5-4 लाख मानिसहरू नयाँ थपिने गर्छन्। उनीहरूलाई रोजगारी दिन सकेको छ त अहिले? अब यही इन्करेजमेन्टले हिसाबले अब के भन्छ पहिला हाम्रो गल्लावाल भन्थ्यो नि त, मान्छे युवाहरूलाई लिएर जान्थ्यो त्यहाँ लाने भन्ने, त्यो ट्रेन्ड चाहिँ हामी कहाँ धेरै बढ्यो के क्वान्टमली 50-52 सालदेखि धेरै फोल्डमा बढेको छ। त्यसलाई चाहिँ अब हामीले कल्चरल्ली संस्कारले पनि के भन्दैन भने आफ्नै गाउँठाउँमा खाएर बस्यो भने चाहिँ यो निकम्मा भयो होइन, विदेशमा गएर जे गरेर खाए पनि अब त्यो राम्रो काम गरेर विदेशमा मलायमा गएछ कहाँ गएछ भन्ने चाहिँ कुराहरू गर्ने, त्यो संस्कारलाई चाहिँ हामीले सपार्न सकेनौँ। अब हामीले भन्न खोजेको चाहिँ अब कस्ट अफ डुइङ बिजनेस र प्रोडक्टिभिटी लेभलमा चाहिँ मेरो विचारमा लघु घरेलु तथा साना उद्योग क्षेत्रमा एक्सप्लोइट भएको चाहिँ थोरै मात्र पाएको छ मैले, नभएको भनेर चाहिँ भन्न सक्दिनँ। त्यो कहाँ भएको छ भने इन्फर्मल सेक्टरमा बढी भएको छ, फर्मल सेक्टरमा भएको छैन। अब अपवाद भने सबै ठाउँमा हुने भयो। त्यस कारणले अब हामीले पनि काम गर्दाखेरि अब 9,700 आज थियो, 13,450ले पुगेन, हामीलाई 22,000 चाहिन्छ। त्यो 22,000 पाएन भने त्यो 13,450को पनि हामी काम गर्दैनौँ, बेरोजगार बस्छौँ भने कुनै कुनै श्रमिक सङ्गठन ट्रेड युनियनहरूको पनि स्टेटमेन्टहरू पढिरहेको छु मैले। त्यसलाई चाहिँ अब कसरी रिपरकटिभ इफेक्ट चाहिँ कसरी लिने भन्ने चाहिँ कुराहरू अब जुन अघि तपाईँले भन्नु नि श्रम विवाद चाहिँ 2-4 वर्षमा धेरै कम भएको छ, अब विवाद बढ्ने कि भन्ने चाहिँ डर भयो। अब भनेपछि यो नयाँ नेगोसिएसन हुने बित्तिकै, नयाँ एउटा एग्रिमेन्ट हुने बित्तिकै त्यसमा अलिकति समस्या। अर्को यो सरकारले नै हामीले अलिकति विषयवस्तु छोयौँ तर विस्तृतमा जान सकिएन। 5 लाख रोजगारी सिर्जना गर्ने भनेको छ आर्थिक वर्ष 75-76मा। त्यसका लागि यो एसएमई सेक्टरबाट हुन सक्ने योगदान कति हुन्छ, यो क्षेत्रबाट कति रोजगारी सिर्जना? अब यसमा चाहिँ उद्योग मन्त्रालय अन्तर्गतको निकायले गर्यो भने उनीहरूको अप्टिमम भनेको जेनरल कुरा गर्दाखेरि विगतको एक्सपिरियन्सहरू गर्दाखेरि 50 देखि 75 हजारको उहाँहरूले गर्नुहुन्छ। त्यो ट्रेनिङ दिने, त्यो योग्यता बनाइदिने भने, तर रियल उद्यमी बन्ने मान्छे भनेको 10-15 हजार मात्रै हो हामीले देखिरहेको नै। अब स्वस्फूर्त अब उद्यमी व्यवसाय बन्न खोज्नेहरूको रेट चाहिँ जबदेखि यो इन्सर्जेन्सीको टाइम सक्यो, लोड सेडिङको प्रेसर चाहिँ सक्यो, बढे छ। बढे छ भनेको मतलब अब म के गर्छु भनेर चाहिँ आएकै हो। त्यसबाट क्याप्चर गर्ने बेला स्टिल उनीहरू पनि इन्फर्मल सेक्टरमा बढी भएको देख्छु म, तथापि पहिलाको ट्रेन्डभन्दा धेरै घटेको छ। त्यस कारणले यो बढेको छ, तर 5 लाख चाहिँ ठ्याक्कै बनाउन सक्ने चाहिँ अवस्था अहिले देखिएको छैन मैले। किनभने भने नि मैले 1 लाखदेखि 3 लाख रुपियाँ लगानी हुनुपर्छ एउटा रोजगार सृजना गर्नलाई, त्यसको लागि फन्ड नै छैन। अब सिम्पल कुरा गर्नु 13,450 रुपियाँ प्रति महिना दिएपछि 12 महिनामा कति हुने भयो? त्यो पैसा त चाहियो नि, झन्डै 2 लाख रुपियाँ आउँछ। त्यो भएपछि त्यो इन्भेस्टमेन्ट त्यो गर्नलाई ऊ तलब दिनलाई मात्र त्यो भयो। इन्फ्रास्ट्रक्चर डेभलपमेन्टलाई फेरि अर्को 25% 30% त लानु पऱ्यो। 3 लाख रुपियाँ त सालाखाला आउने भयो। त्यसको मल्टिफोर्डलमा 5 लाख भनेको मेरो हिसाबले 150 करोड आउँछ होला, 1.5 अरब जति आउँछ होला। त्यो लगानी त्यसलाई मात्रै चाहियो, अथवा 150 अरब चाहिन्छ होला। प्रोजेक्ट राम्रो आयो त्यो खालको भनेदेखि त ब्याङ्क वित्तीय संस्थाहरूबाट ऋण लिन छैन नि, पैसा कहाँ छ हजुर? पैसै छैन ब्याङ्कसँग अहिलेको हिसाबले। मजदुर नीतिले पनि त्यही भन्छ, 48 अरब कि 42 अरब त्यो उनीहरूको त्यो रिजर्भ फन्डमा राखेको अर्को पाटो भनेको बजेटले के भनेको स्थानीय ऋण चाहिँ 150 अरब कि 187 अरब उठाउने भनेको छ। त्यसमा म्याचिङ भएर फेरि भनेपछि आउने वर्ष पनि अर्को 1 वर्ष पछि हामीले यदि कुरा गऱ्यौँ भने त्यति बेला पनि औद्योगिक क्षेत्रको लागि पर्याप्त बजेट भएन, पुँजी भएन, अथवा वित्तीय क्षेत्रबाट लगानी पनि आउन सक्ने अवस्था रहेन, वित्तीय पहुँच पुग्नै सकेन भन्ने नै हाम्रो समीक्षा हुन्छ। अर्को एउटा पाटो चाहिँ मैले देखेको चाहिँ अब म त हुन त म
इकोनोमिक विषयको विद्यार्थी चाहिँ होइन, हुनसक्ने चाहिँ इन्फर्मल सेक्टरलाई फर्मल सेक्टरमा ल्यायो भने त्यसको रिफ्लेक्सन चाहिँ देख्न सक्छ होला। किनभने झन्डै 50-60% चाहिँ इन्फर्मल सेक्टरले धानेको देश हो हाम्रो। अब उनीहरूलाई फर्मल सेक्टरमा ल्यायो भने त्यो ठ्याक्कै गणना गर्दाखेरि आउन सक्ने हुन्छ एउटा। अर्को भनेको अब हामीले इन्भेस्टमेन्टलाई जस्तो यो फाइनेन्सियल क्रन्चको हिसाबले राष्ट्र ब्याङ्कदेखि सबै सरकारले पनि ब्ल्याक मनी व्हाइट मनी भयो भन्ने त्यो जुन कुराहरू त्यसलाई मिटिगेसन गर्न नीतिगत कुरामा ल्याउनलाई आजको दिनमा 10 लाखभन्दा बढी टर्नओभर हो भने सोर्स देखाउनु पर्ने कामहरू भइरहेको छ। अब मेरो विचारमा अब 10 लाख रुपियाँ भनेको ठुलो कुरा होइन। अब के होइन भने त्यसलाई 10,000 रुपियाँ बनाउनु पर्यो, के होइन भने 10,000 रुपियाँ बनाउनु पर्यो, होइन भने त्यो 10 लाखलाई छोडिदिनुहोस्। अब 2 वर्षमा अथवा 10 वर्षमा जसरी इन्भेस्टमेन्ट ल्याउँछौ त्यो स्ट्रिमलाइनमा जाने भयो। त्यसलाई चाहिँ अब फ्री इन्भेस्टमेन्ट कन्सेप्ट जस्तै आउनु पर्यो। औद्योगिक व्यवसाय ऐनले के भन्छ 2080 सालसम्म औद्योगिक दशक भनेर चाहिँ मानेको छ। त्यसलाई चाहिँ अब ओभरवेल्मिङले मैले कहाँबाट ल्यायो के गरेर ल्यायो भने चाहिँ नगरेको, तर फरेन करेन्सी उत्पादनको क्षेत्रमा लगानी गरे भने त्यसलाई अलिकति सहज बनाइदिनु पर्यो। कमसेकम फरेन करेन्सीलाई त चेक गर्नु पर्यो, तर लोकल मान्छेले पैसा ल्याएर राख्यो भने चाहिँ त्यो नखोज्दा बेस हो कि जस्तो मेरो उद्योग क्षेत्रमा लगानी गरे भने त्यसलाई प्रोत्साहित गर्ने। प्रधानमन्त्रीबाट त यो कुरा आएको थियो नि, केही न केही उहाँले सङ्केत त गर्नुभएको थियो नि पहिला। चलन चल्तीमा त आउनु पर्यो नि त होइन। अब त्यसकारण मलाई लागेको कुरा मात्र हो त्यो हुनैपर्छ। किनभने अब कुनै पनि कन्सेप्चुअल कुराहरू धेरै रिसर्च गरेर आएको हुन्छ। अब हामीले 10 लाख रुपियाँ कतै ल्यायो भने कहाँबाट ल्याएको स्रोत देखाउनै पर्यो, त्यो झन्झट चाहिँ भयो भन्नु खोजेको। हजुर, यहाँ अर्को साक एसएमई फोरमको अध्यक्ष हुनुहुन्छ, त्यसमा अलिकति प्रवेश पनि गरौँ केही विषयहरूमा। जस्तो यहाँको साना तथा मझौला उद्योगहरूको उत्पादनको अभिवृद्धि, त्यसै गरी हामीले अघि बजारको केही चर्चा गऱ्यौँ कि आन्तरिक बजार सरकार सबैभन्दा ठुलो क्रेता, जुन निर्देशिकामै 15% महँगो भए पनि खरिद गर्ने भनिए पनि उद्योग मन्त्रालय आफैले किन्दैन, यो खालको अवस्था छ भनेपछि यहाँको उत्पादन अभिवृद्धि र कम्तीमा पनि सार्क कन्ट्रीहरूमा नेपालको उत्पादनलाई पनि निर्यातसम्मको कुराहरूमा, त्यहाँको बजार खोज्नेसम्मको कुराहरूमा पनि यहाँको भूमिका हुन्छ कि कस्तो खालको फङ्सन हुन्छ त्यसको, र नेपाली उत्पादनको प्रवर्धनको लागि यहाँले कस्तो भूमिका खेल्नु? यसमा चाहिँ अब सबभन्दा ठुलो त लोकल बजार नै हो। हामीले लोकल स्थानीय बजारलाई चाहिँ प्रवर्धन गर्नु नसकेसम्म बाहिरको बजारलाई चाहिँ क्याप्चर गर्न सक्दैन। अर्को कुरा भनेको विगत केही दशकदेखि चाहिँ सार्क रिजनमा व्यवसाय प्रवर्धन गर्नु पर्यो, व्यापार प्रवर्धन गर्नु पर्यो भने धेरै कामहरू भएको छ। त्यसैको लागि साफ्टा डिक्लेरेसन पनि भएको हो होइन। त्यस्ता धेरै कुराहरू हुँदाहुँदै पनि हामी त अब ठुलाको लडाइँमै हामी थिचेर बसेका जस्तो मात्र भयो। प्रकारान्तले अब विगत 2 वर्षदेखि साग समिट नै हुन सकेको छैन होइन। ती कुराहरू हुँदाहुँदै पनि अब पब्लिक लेभलमा पिपल टु पिपल लेभलमा कामहरू सबै भइरहेको छ। पाकिस्तानसँग इन्डियाको राम्रैसँग बिजनेस भइरहेको छ। हामीले देख्ने मात्रै हो कि यिनीहरूको कुरै मिल्दैन, काम हुँदैन भन्ने। तर कस्ट अफ डुइङ बिजनेस कति घटाउन सक्ने भन्ने कुरा त्यहाँ आउँछ। अब हाम्रो कुरा गर्दाखेरि नेपाल र यो रिजनको कुरा गर्ने बेलामा सबभन्दा ठुलो हाम्रो ट्रेड पार्टनर भनेको इन्डिया हो। इन्डियाले ट्रेड पार्टनरको रूपमा फेसिलिटेसन गरिदियो भने हाम्रो क्यापेसिटी इन्हान्स हुन्छ। अब इन्डियासँग मात्र एकल बिन्दुमा मात्र आत्मनिर्भर नभइकन अर्को बिन्दुमा पनि निर्भर हुनुपर्छ भने चाइनासँग पनि त्यो प्रक्रिया सुरु भएको छ। उहाँहरूको फेसिलिटेसन भएन भने हामीले काम गर्न सक्दैनौँ। मान्छे यहाँबाट जतिसुकै नीतिगत व्यावहारिक अरू कुरा भने पनि, किनभने क्वालिटी एस्युरेन्स इन्टरनेसनल मार्केटमा जाने क्वालिटी एस्युरेन्सको कुरा आउँछ, टेक्नोलोजी एस्युरेन्सको कुरा आउँछ, फेसिलिटेसन अरू फेसिलिटेसनहरूको पनि कुरा आउँछ। त्यो गर्दाखेरि मैले बुझेको चाहिँ इन्डिया ठुलो पार्टनर, झन्डै 60% त उनीसँगै मात्र ट्रेड हुन्छ हाम्रो। त्यो भएकोले उहाँहरूले फेसिलिटेसन गर्न सकिएन भने गर्न चाख दिनुभयो भने उहाँहरूको लागि फेरि हामी सानो ट्रेड पार्टनर हो।
हाम्रो लागि पो ठुलो भयो त। त्यस कारणले पनि उहाँहरूको पनि केही हिसाबले चाहिँ नगएको हुनसक्छ। त्यस कारणले अब हामीले यो साउथ एसियन कन्ट्रिज एसएमई फोरमले गरिरहेको काम भनेको सुरुमा हाम्रो यो 8वटा कन्ट्रीमा ट्रेड डेलिगेसन र ट्रेड फेसिलिटेसनको कामहरू गर्नु पऱ्यो। बिना अवरोध मुभमेन्ट चाहिँ हुनु पऱ्यो, मान्छे पनि सामान पनि सेवा पनि, त्यो भन्ने कुराहरू गरेर त्यसको लागि चाहिँ अब नेगेटिभ लिस्टमा कुन कुन राष्ट्रले कति कति घटाउने कुराहरू चाहिँ के काम भएको छ, तर यो प्रक्रियामा छ। अर्को भनेको अब भ्यालु चेनको कुरा गर्छौँ हामी। भ्यालु चेन भनेपछि एक ठाउँबाट अर्को ठाउँमा जाँदाखेरि जस्तो पस्मिनाको भयो भने भन्ने कुरा गर्दै भने सुरुको अवस्थामा भ्यालु चेनको कारणले हामी कहाँ पस्मिना बुन्थ्यो, इन्डियामा त्यसलाई डिजाइनिङ सिजाइनिङ के भ्यालु एडिसन गर्थ्यो, त्यो विदेशमा जान्थ्यो, त्यो इन्डियन ब्रान्डबाट जान्थ्यो। अनि त्यो पछिको 2-4 वर्षको दौरानमा पस्मिना 100 रुपियाँमा यहाँबाट किन्थ्यो, काठमाडौँबाट दिल्ली जान्थ्यो, दिल्लीको मान्छेले त्यस पस्मिनामै केही पनि नगरेर 90 रुपियाँ 92 रुपियाँमा बेच्थ्यो। कारण के भने उसले एक्सपोर्ट सब्सिडी पाए 17-18%। त्यो कारणले पनि हुन्छ। अब यसमा पनि अब हाम्रै कन्टेक्समा जाने भने अर्थमन्त्रीज्यूले एक्सपोर्ट सब्सिडी दिने भन्नुभएको छ, तर त्यति पुग्ने गरी भएको छैन। नभएकोमा भन्दा कानो मामन्दीको मात्रै हो त्यो। त्यस कारणले अब यो जस्तो BBIN भनेर भारत, बङ्गलादेश, भुटान र हामी, भारतको चाहिँ नर्थ इस्ट इन्डियाको पार्ट र भुटान, बङ्गलादेश, नेपाल, यो 4वटाको चाहिँ फ्री मोबिलिटीको कुराहरू भएको छ, तर काम चाहिँ अहिलेसम्म भएको छैन। एग्रिमेन्ट जति भए पनि जतिसुकै रहे पनि आखिर व्यवहारमा त अवरोध विभिन्न खाले हुँदै आएकै छ। अर्को यहाँसँग मैले बुझ्न खोजेको चाहिँ जस्तो साफ्टा, बिमस्टेक जस्ता संस्थाहरू प्रभावकारी देखिएका छैनन्, त्यसै गरी सार्कको त अब कन्भेन्सनै रोकिरहेको अवस्था, यो हुँदै गर्दाखेरि सार्क एसएमई फोरमले गर्ने कार्य सम्पादन र उसले गर्ने कोअर्डिनेसनको काम चाहिँ भोलि चित्तबुद्ध हिसाबले अपेक्षा गरे अनुसारको हुन सक्छ कि सक्दैन? अब यही कुरामा 2-4 चोटि हामीले हाम्रो अहिलेको उद्योग मन्त्रीजीसँग पनि कुरा गरिसकेका छौँ। उहाँ पनि पोजिटिभ हुनुहुन्छ। कारण किनभने यो दक्षिण एसियाली राष्ट्रहरूको यो सम्मेलन नभइरहेको अवस्थामा सार्क चेम्बर अफ कमर्सको पनि फङ्सनिङ अलिकति कम भएको बेलामा अब यो फोरमले चाहिँ काम गर्न सक्ने, इन्फर्मल तरिकाबाट पेनिट्रेसन गर्न सक्ने भन्ने चाहिँ उहाँ पनि पोजिटिभ हुनुहुन्छ। उहाँले सहयोग पनि गर्ने भन्नुभएको छ, कुराहरू चलिरहेको छ। त्यसै कारणले यो जब हामीले यो सन् 2005देखि यो सुरु गरेको हो, सन् 2005 देखि 10-12सम्म चाहिँ त्यति इफेक्टिभ हामीले भएको पाएको थिएन। सार्क चेम्बरको पनि त्यो सबै टर्माइल कन्डिसनमा थियो। देखिने गरिकन 2014-15देखि हाम्रो के इनिसिएसनहरूले कमसेकम बङ्गलादेश, भुटान, नेपाल र भारतमा ट्रेड फेसिलिटेसन र ट्रेड बढेको चाहिँ हामीले पाएको छ। त्यो हामीले इम्पोर्ट बढी गऱ्यौँ कि एक्सपोर्ट बढी गऱ्यौँ भन्ने कुरा होइन कि ट्रेड फेसिलिटेसन बढी भएको चाहिँ पाएको छौँ। त्यस कारणले यही आधारमा अब हामीले कामहरू गर्न सक्यौँ भने चित्तबुझ्दो ट्रेड फेसिलिटेसन हुन सक्यो भने चाहिँ कामहरू बढी हुन्छ, रिजल्ट राम्रो आउन सक्छ। अर्को एउटा यो निजी क्षेत्रमाथि लाग्ने गरेको आरोप कतिपय ठाउँहरूले त्यो व्यवहारहरूले अभ्यासले पनि देखाइरहेको छ कि यो सिन्डिकेट, कार्टेलिङ लगायतका कुराहरू धेरै आयो भन्ने छ। एउटा सरकारसँग चाहिँ उचित वातावरण पाइएन भनेर निजी क्षेत्रले भन्दै गर्दाखेरि निजी क्षेत्रबाट सञ्चालित भनौँ अब वस्तु सेवा प्रदायकहरूबाट हुने गरेका यी खालका व्यथिति रोक्न चाहिँ के गर्ने? अपवाद चाहिँ धेरै कम छ, किनभने राज्यदेखि नै यो सिन्डिकेट र कार्टेलिङको कुरा सुरु भएको छ। म एक्जाम्पल तपाईँलाई दिन्छु। 3-4 वर्ष अगाडि इन्टरनेसनल मार्केटमा $135 ब्यारेलको तेलको भाउ थियो। त्यो बेला हामीले 110-15 म्याक्सिमम् 115 होला, मलाई सम्झना भएन। अहिले $77 चाहिँ प्रति ब्यारेलको भाउ छ, म्याक्सिमम त्यति पुगेको छ, तर पनि 110 रुपियाँ तिरिरहेछौँ हामी। भनेपछि अब त्यो मार्जिन रेट चाहिँ कति हो त? अब यदि हामी व्यवसायहरूले गरेको भए 30% भन्दा बढी मार्जिन त्यो नाफा खाएको भए काला बजार पनि हुन्थ्यो, नाफाखोर पनि हुन्थ्यौँ। एउटा इक्जाम्पल यो। अर्को कुरा भनेको अब ब्याङ्किङ सेक्टरको कुरा गर्ने भने तपाईँ हामीले पैसा राख्न जाँदाखेरि 5%, 6%, 7%, अनि ब्याङ्किङ सेक्टरले चार्ज गर्ने भनेको 12%, 13%।
भनेपछि नाफाको दर कति भयो करिब करिब डबल भयो यो काला बजार भयो कि ब्याङ्किङमा पनि एक खालको त्यहाँ पनि छ अनि जस्तो अर्को कुरा गर्ने भने सरकारबाटै सञ्चालित संस्थानहरूको फेसिलिटेसन पनि त्यस्तै छ तर अब यो सबैले अब हामीले व्यवसायहरूले पनि रेस्पोन्सिबल बिजनेसको कुराहरू चाहिँ गर्नुपर्छ त्यो गर्न सकेन व्यावहारिक रूपमा उतार्न सकेन भने त्यसले फेरि ठुलो घाटा हुन्छ त्यो कुरा केही अब कतिले सम्झिनु भयो कतिले सम्झिनु भयो भने थाहा छ नि इन्सर्जेन्सीको टाइममा जो अनइथिकल बिजनेस गर्ने साथीहरू उनीहरू नै टार्गेटमा परे हिट लिस्टमा परे एनबिआईको सचिव पनि भएको नाताले मैले अलिकति जोड्न खोजेको जस्तो सरकारप्रति प्रश्न गरिरहँदाखेरि प्राइभेट सेक्टर आफै पनि त बढी जिम्मेवार त हुनै पर्यो नि त्यही त त्यो रेस्पोन्सिबल बिजनेसको कुरा चाहिँ अब त्यो भएन भने लङ रनमा जाने छ इथिक्स पनि लन्च गर्नुभएको थियो यहाँहरूले त्यो कार्यान्वयन एथिकल बिजनेसको नर्म्सहरू पनि गरेका थियौँ त्यो लागू हुने चरणमै छ एक ओभरनाइटमा त चेन्ज हुँदैन मैले भन्नु खोजेँ किनभने अब एथिकल बिजनेस भएन लङ रनमा जानै सक्दैन तपाईँको इन्डस्ट्री कमसेकम अब ट्रेडिङ भयो भने त 2 वर्ष गऱ्यो सक्यो अब त्यो बन्द गऱ्यो अर्को जान सक्ने अवस्था छ इन्टरप्राइज र इन्डस्ट्री भनेको जो अनइथिकल बिजनेसबाट गाइडेड भयो उनीहरूको इन्टरप्राइजहरू गएकै छैन अब हिजोको दिनमा एउटा पाटो औद्योगिक व्यवसाय 2049ले दिएको सुविधा 5 वर्ष 7 वर्ष भन्ने किसिमको त्यो गलत एटिच्युडको कामहरू पनि भएका छन् नभएको होइन तर त्यसले गरेर अब आफ्नो लाइफ अफ इन्टरप्राइजेस चाहिँ घटेकै पाएको छु मैले त्यस कारणले जसको आजभन्दा 15-20 वर्षको पुरानो इन्टरप्राइजहरू उनीहरू इथिकल बिजनेसमा 100% छैन होला तर 10%, 20%, 50% त छ भन्छु मलाई र अन्त्यमा यस्तै खालको वातावरण हुँदै गर्दाखेरि सबै थोक हुँदै गर्दाखेरि पनि जुन सरकारले अहिले राखेको बजेटको लक्ष्य 8% को आर्थिक वृद्धि दर त्यसै गरी मूल्य वृद्धि दर 6.5% मा सीमित गर्ने भनिएको छ आर्थिक वर्ष 75-76 को लागि अब यसमा चाहिँ सम्भव नहुने संसारमा केही पनि छैन तर त्यसको फेसिलिटेसन कुरा नै अघिदेखि नै हामीले कुरा गरिरहेको 8% वृद्धि दर भनेको चाहिँ लगानीको एकदम क्रन्च हुने अवस्था देखेको छु मैले त्यसको लागि चाहिँ अब के खुलापन दियो भने चाहिँ अब आउँछ किनभने घर जग्गामा लगानी मात्रै मल्टिफोल्डमा हाम्रो बजेटको हाराहारीमा छ कि जस्तो लाग्छ मलाई त्यसलाई इन्टरप्राइजेसमा ल्याउन सक्यौँ भने त्यसले चाहिँ काम गर्छ अर्को 6.5% मूल्य वृद्धि दर भने यो चाहिँ सक्दैन कम्तीमा पनि 10% जान्छ भन्ने चाहिँ मेरो अनुमान छ किनभने 2-3 वटा कारण एउटा त हाम्रो मुद्रास्फीति वर्षमा 3-4% जाने भन्ने छ त्यो आधार त्यसमा जोडिएको छैन होला मेरो विचारमा त्यो भयो अर्को यो कस्ट अफ डुइङ बिजनेसको जुन कुरा छ त्यसले गरेर पनि अब मेरो सामान तपाईँले किन्ने हो तपाईँको सेवा मैले किन्ने भएपछि मेरो सामानको पनि भाउ बढ्छ तपाईँको सेवा पनि बढ्ने भएपछि त्यो एक्युमुलेटेड उसमा चाहिँ मुद्रास्फीति के अरे बजार भाउ नै बढ्ने हो त्यो भएकोले यो दुवटैलाई ठेक्न चाहिँ गाह्रो छ असम्भव चाहिँ होइन अब क्यापिटल इन्जेक्सन राम्रोसँग भयो भने चाहिँ 8% आर्थिक वृद्धि दर निकाल्नलाई चाहिँ गाह्रो होइन तर कमिटेड चाहिँ सरकार पनि जस्तो सरकार हुनु पर्यो निजी क्षेत्र पनि त्यही ढङ्गले लाग्नु पर्यो त्यति नै हुनु पर्यो सरकारलाई दोष दिएर हामी पन्छिने निजी क्षेत्रलाई दोष दिएर सरकार पन्छिने भन्ने कुरै आउँदैन सहकारी आवश्यक छ हस् समय र संवादका लागि यहाँलाई धन्यवाद हजुर धन्यवाद दर्शकहरू अर्थ संवादका लागि हुनुहुन्थ्यो साग एसएमई फोरमका अध्यक्ष सुरेश प्रधान अर्थ संवादको यो श्रृङ्खला यति नै हेर्दै रहनुहोला बिजनेस प्लस टेलिभिजन नमस्ते
नमस्कार दर्शकहरू, अर्थ संवादमा यहाँहरूलाई स्वागत छ। म अच्युत पौडेल। अर्थ संवादमा हामी अर्थतन्त्रका समसामयिक विषयवस्तुमा केन्द्रित रहेर छलफल गर्ने गर्छौँ, बहस गर्ने गर्छौँ। दर्शकहरू, यति बेला आर्थिक वर्षको अन्त्यसँगै नयाँ आर्थिक वर्षको प्रारम्भ र त्यसका लागि सरकारबाट बजेट प्रस्तुत अनि राष्ट्र ब्याङ्कबाट मौद्रिक नीति समेत प्रस्तुत भइसकेको छ। यसले आर्थिक वर्ष 75-76लाई समृद्धिको आधार वर्षका रूपमा, इतिहास रच्ने आधार वर्षका रूपमा स्थापित गर्ने पनि भनिएको छ। यसका लागि राष्ट्रिय उत्पादन वृद्धि गर्नु आवश्यक छ र अहिलेसम्म सरकारले प्रस्तुत गरेका कार्यक्रमहरू, मौद्रिक नीति अनि यसले राष्ट्रिय उत्पादन अभिवृद्धिका लागि कतिको प्रेरित गर्न सक्छ, यसका लागि उपयुक्त वातावरण कस्तो हुनुपर्छ लगायतको विषयमा केन्द्रित रहनेछ आजको अर्थ संवाद। यसका लागि हामीसँग अतिथि हुनुहुन्छ सार्क एसएमई फोरम अर्थात् दक्षिण एसियाली राष्ट्रहरूका साना तथा मझौला उद्योगहरूसँग सम्बन्धित संस्था सार्क एसएमई फोरमका अध्यक्ष हुनुहुन्छ सुरेश प्रधान। स्वागत छ यहाँलाई। हजुर नमस्कार। अहिले सरकारले जुन बजेट प्रस्तुत गरेको छ, मौद्रिक नीति प्रस्तुत गरेको छ अनि आर्थिक वर्ष 75-76लाई आर्थिक समृद्धिको इतिहास रच्ने आधार वर्षका रूपमा स्थापित गर्ने पनि भनिएको छ। यो हुँदै गर्दाखेरि यहाँहरूले एउटा प्राइभेट सेक्टर, त्यसमा पनि औद्योगिक उत्पादन लगायतको कुराहरूमा लागिरहनु भएको उद्यमीका नाताले अहिलेको समसामयिक यो विषयवस्तु र अवस्थालाई कसरी निहाल्नु भएको छ? समष्टिगत रूपमा आर्थिक बजेटको कुरा गर्ने बेलामा मूल रूपमा अर्थमन्त्रीज्यूले फोरकास्ट गर्नुभएको भनेको 5 लाख रोजगारी सृजना गर्ने, अनि त्यस्तै अब अरू युवाहरूलाई पनि रोजगारमा प्रवेश गराउने भन्ने चाहिँ कुरा गर्नुभएको छ। एकातिर यस्तो छ भने अर्कोतिर चाहिँ अब लघु घरेलु तथा साना उद्योगलाई सम्बोधन गरी प्रवर्धन गर्ने जुन कुराहरू गर्नुपर्ने थियो त्यो मिसिङ भएको हामीले मानेको छौँ। किनभने कृषि र अन्य क्षेत्रमा चाहिँ त्यो एक्सपोजर दिने किसिमको कुराहरू छ, तर लघु घरेलु तथा साना उद्योग क्षेत्रको उत्पादनमूलक र सेवामूलक व्यवसायमा त्यति फोकस गर्नुभएको चाहिँ पाएन हामीले। त्यस कारणले अब अर्को पाटो भयो भने 1354 अरब बजेट चाहिँ ल्याउनु भएको छ, अनि त्यसको करिब 62% चाहिँ साधारण खर्च देखाउनु भएको छ, अनि करिब अब त्यस्तै त्यो कम्पेरिटिभली 37% जति विकास बजेटको कुरा गर्नुभएको छ। अब त्यसको प्रकारान्तमा कुरा गर्ने भने राजस्व उठ्ने 61% छ, मैले अनुमान गरेको चाहिँ, मैले क्यालकुलेट गरेको त्यो त साधारण खर्चलाई नै नपुग्ने खर्च भए। अब बाँकी जुन 2-3% पनि साधारण खर्चलाई चाहिँ अर्को उठाउनु पर्ने जस्तो देख्यो र वैदेशिक अनुदान अथवा ऋण सहयोग अथवा स्थानीय निकायको स्थानीयबाट ऋण परिचालन गर्ने भन्ने त्यो कुरा सबै त्यो ऋणमा आकाशे झरी जस्तै हाम्रो बाली जस्तै हुने भयो। अर्को कुरा गर्ने भयो भने अब रिसेन्ट कुरा गर्ने भयो भने हामीले तपाईँहरूकै मिडियाबाट प्रसारण भइरहेको छ 79% भन्दा बढी खर्च भएन। फोहोरको बजेटको 1100-1200 अरबको 79% भन्दा खर्च भएन। यो 1315 अरबमा पनि त्यस्तै अब 80-82-85% खर्च होला। त्यो गरेर अब सबै सङ्कुचन चाहिँ आउने चाहिँ विकास बजेटमा भयो देखियो। पहिलाका बजेटहरूमा पनि त्यसै अनुभव गरेका थियौँ हामीले। त्यस कारणले विकासमा फोकसै पुगेन। अर्को पाटो भनेको उद्यम व्यवसाय प्रवर्धनको मूल निकाय भनेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय हो। 1315 अरब बजेटमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निहित उसमा चलायमान हुने बजेट भनेको 10-12 अरब, म्याक्सिमम 13 अरब देख्छु म। त्यो भएपछि 1% बजेटले 10 गुणा 12 गुणा व्यापार घाटा भएको देशलाई कसरी चलायमान गर्छ? त्यो अब बजेटले अर्थमन्त्रीले चाहिँ यहाँको औद्योगिक उत्पादन लगायतको विषयमा सम्बोधन गर्नु भएन भन्ने हो। सम्बोधन नगरेको भन्न खोजेको होइन कि यसले सिक्वेन्सियल अर्डरमा चाहिँ ल्याउनु भएन। एकातिर प्रवर्धन गर्ने भन्नुभयो तर बजेट छुट्टिन।
अर्कोतिर बजेट छ तर कार्यक्रम छैन, त्यस्तो छ। अब जस्तो अब कृषि मन्त्रालय, वन मन्त्रालय, त्यहाँबाट कति बजेट छ त्यो मैले ठ्याक्कै हेरेको छैन। त्यस कारणले अब 5 लाख रोजगारी सृजना गर्नलाई कम्तीमा एउटा रोजगारी सृजना गर्न 1 लाखदेखि 3 लाख रुपियाँ लाग्छ हाम्रो प्र्याक्टिसमा। त्यो भनेको त्यही मोबिलाइज गर्नलाई पनि हाम्रो बजेट पुगेन, उद्योग मन्त्रालयको बजेट पुगेन। त्यो बजेट कहाँबाट आउँछ भने त्यो कहीँ निकास देखिएको छैन। त्यस कारणले यसले मोमेन्टम चाहिँ क्रिएट गर्यो तर फेसिलिटेसन चाहिँ गर्न सकेन। जस्तो बजेटमै पनि यहाँहरूले सुझाव त दिनुभएको थियो पक्कै पनि, यहाँहरूले दिएको सुझावहरू के समेट्यो, के समेट्यो? अब त्यस्तो बजेटमा सुझाव दिने भने प्राइभेट सेक्टरको एक्सपेक्टेसन म्याच गर्न मन्त्रालय, अर्थ मन्त्रालय अथवा सरकारले सकेको छैन। किनभने सरकारको बजेट आउने बेलामा चाहिँ पुरानो बजेटमा म्याक्सिमम 10% बढाएर दिने बजेट दिने भन्छ, त्यो मोडालिटीमा काम गरुन्जेल यो हामीले दिएको सुझाव त्यहाँ इन्कर्पोरेट गरे पनि नगरे पनि त्यसको अर्थ केही लाग्दैन। किनभने बजेटै नआएपछि त केही भएन। हामीले भनिरहेको कुरा भने एउटा त प्राइभेट सेक्टरको क्यापेसिटी इन्हान्समेन्ट गर्नुपर्छ, यसलाई टोकन भए पनि के भए पनि बजेट छुटाएर जानुपर्छ। होइन भने भोलि तपाईँ सरकारले हामीसँग त्यस्तो सुझावहरू माग्यो भने हामी आफै विज्ञ होइन, त्यो विज्ञहरूलाई राखेर काम गर्न सकिन्छ। एउटा पाटो त्यो भयो। अर्को पाटो भनेको अब मार्केट एक्सेस र फिनान्सियल एक्सेसको कुराहरू खुल्ला रूपले दिनु पर्यो, अनि मात्र इन्भेस्टमेन्ट आउँछ। सरकारको नीति अब वैदेशिक लगानी बढाउने भन्ने छ, तर स्थानीय लगानीकर्ताहरूले नै हिचकिचिएको अवस्थामा वैदेशिक लगानीकर्ताहरू कसरी आउला त्यसलाई मिटिगेट गर्न, एउटा फेभरेबल कन्डिसन क्रिएट गर्न पनि प्राइभेट सेक्टरको क्यापेसिटी इन्हान्स गर्नुपर्छ भन्ने चाहिँ हामीले भन्दै आएको। त्यो अहिलेसम्म पनि प्राइभेट सेक्टर पर्खर हेरेकै अवस्थामा हो र उत्साहित बनाउन सकेन। हेर त जहिले पनि हुन्छ, किनभने प्राइभेट सेक्टर चुप लाएर बस्दैन। सहज स्थिति र असहज स्थिति मात्र कुरा हो। किनभने यहाँले पनि वाच गर्नुभएको छ, हामीले पछाडि फर्केर हेर्दाखेरि 10 वर्षको इन्सर्जेन्सीको टाइममा पनि हामी चुप लाएर बसेका थिएनौँ। त्यो पछिको यो टर्मोइल कन्डिसनमा पनि हामी चुप लाएर बसेका थियौँ। तर कस्ट अफ डुइङ बिजनेस चाहिँ कति बढ्छ र कति घट्छ भन्ने मात्र कुरा हो। उपभोक्ता अहिले पनि यो ढुक्क भएर लगानी गर्न सक्ने अवस्था चाहिँ बनेको छैन। पोहोर परार भन्दा यो विगतको 8-10 वर्षभन्दा त अहिले कन्फिडेन्स किन पनि बढ्यो भने स्थायी सरकार भयो। यो नीति अहिले आएको नीतिमा सानोतिनो फेरबदल होला तर ग्यालप चाहिँ नहोला भन्ने चाहिँ आइसक्यो। किनभने हिजो अस्ति चाहिँ आजको नीतिले यो भयो, अब भोलि लगान गर्नुला, पर्सि फेरि अब 1.5 लाखमा बस्ने कुराहरू थियो, अब त्यो नहोला। अब कस्ट अफ डुइङ बिजनेस चाहिँ नेपालमा बढे भयो। त्यस कारणले त्यो चाहिँ किन हुनु गयो? जस्तो अब ऊर्जा आपूर्तिको कुरामा पनि लोड सेडिङ मुक्त भनेर भनिसकिएकै छ, त्यसमा ऊर्जामा आत्मनिर्भर खैर अहिले बाहिरबाट आयात गरे पनि त्यसलाई प्रतिस्थापन केही वर्षमै गर्ने भन्ने छ ऊर्जाको कुरामा। त्यसै गरी श्रम सम्बन्धका कुराहरूमा पनि त्यस्तो धेरै हलचल भइरहेको अवस्था होइन। त्यति हुँदै गर्दा अब स्थायी सरकार जसले चाहिँ समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा नै अगाडि सारिरहेको छ, यो हुँदै गर्दाखेरि त आर्थिक विकास समृद्धिको लागि निजी क्षेत्र त एकदम मजबुत सहकार्य गर्नुपर्ने, सारथीकै रूपमा रहनुपर्ने हो। एकदम तपाईँले भन्नुभएको जायज कुरा हो। तर अब हाम्रो एटिच्युड चाहिँ कस्तो भयो भने नेपालमा बनेको सामान भनेपछि नाक खुम्चाउने बानी चाहिँ एउटा हामी सबैमा अधिकांश हामीमा छन्। अब हामीले अर्को पाटो भनेको चाहिँ नेपाल सरकार आफैमा पनि एउटा ठुलो क्रेता हो। उसले उत्पादन थोरै मात्र गर्छ, सबै हामीले नै उत्पादन गर्ने अथवा आयात गरेका सामानहरू किन्ने हो। 2072 सालमा उद्योग मन्त्रालय स्तरीय निर्णय भएको छ र यो सबैले लागू गर्ने भनेको छ। स्थानीय निकायमा स्वदेशी वस्तु उपयोगको नीति भनेर बनेको छ, त्यसले निर्देशिका भनेर बनेको छ। त्यो आधारमा 15% महँगो हुँदा पनि नेपाली सामान किन्नुपर्छ भन्ने छ। यहाँ नै एफएनसीएसआई को अध्यक्ष हुँदाखेरि त्यति बेला चाहिँ यो सरकारसँग भएको एउटा एग्रिमेन्ट भनौँ न, एग्रिमेन्ट भन्दा पनि त्यो निर्देशिका नै हो। सबै सरकारी निकाय अथवा के अरे सार्वजनिक निकायहरूमा लागू गर्नुपर्ने। त्यो आज 75 सालको असार अन्तमा आइसक्यो तर पनि इफेक्टिभ रूपमा आएको छैन। त्यो कमसेकम त्यति खरिद गर्दै हो। त्यसमा धेरै पनि छैन, 12-13 वटा क्याटेगोरीको वस्तु क्याटेगोरी छ।
अब हामीले यो कलम किन्यो भने यो कलम नेपालमा बन्छ भने यही क्वालिटीमा अथवा योसँग मिल्ने क्वालिटीमा नेपालमा बनेको छ भने त्यो किनिदिनु पऱ्यो, खोजी किनिदिनु पर्ने सरकारले। मैले देखेको अनुभव चाहिँ इन्डियामा त्यो सर्टलिस्टिङ गर्छ त्यो वेबसाइटमा उनीहरूको, त्यो वेबसाइटबाट खुरुक्क किनेर त्यो टेन्डर पनि गर्नुपर्ने, कोटेसन पनि चाहिँदैन, त्यहाँबाट खुरुक्क फल्ना मान्छेसँग किन्यो भनेपछि त्यो जायज हुन्छ। हाम्रो सार्वजनिक खरिद ऐन पनि अब प्रक्रियामा छ भन्छ, अपडेटेड कसरी आएको छैन। स्वदेशी वस्तुहरूको उपयोग गर्ने कुरा निर्देशिका नै आउँदाखेरि पनि त्यसलाई लत्याउने काम हो, यहाँको वस्तुलाई चाहिँ माया गर्ने भन्ने छ। उद्योग मन्त्रालय आफैले पनि चलाएन भनेपछि अर्को के कुरा गर्ने। अब हामीले त सक्दो हामीले गर्दैछौँ र पनि उद्योग मन्त्रालयको अन्तर्गतका निकायहरूमा पनि लागु भएन भनेपछि अन्त कहाँ हेर्नु जाने, अर्थ मन्त्रालयमा हेर्नु जानु भएन, परराष्ट्रमा हेर्नु जानु भएन। अलिकति यो कस्ट अफ डुइङ बिजनेस त्यो हाई भयो भन्ने नै सन्दर्भमा थियौँ हामी। त्यो चाहिँ के कारणले हाई भएको? यो एउटा कारण भनेको यो ट्रान्सपोर्टेसन कस्ट चाहिँ हाम्रो बढी छ, किनभने धेरै जसो सामानहरू बाहिरबाट मास प्रोडक्सन लेभलको कुराहरूमा आयातित कच्चा पदार्थ नै हुन्छ। अर्को भनेको अब बिजुली त यो 1-2 वर्ष नै भयो अलिकति फ्लो राम्रो भएको होइन भने हाम्रो इनर्जीमा धेरै बढी खर्च हुन्थ्यो। अर्को भनेको अब कस्ट अफ डुइङ बिजनेसमा हाम्रो प्रोडक्टिभिटी छैन, प्रोडक्टिभिटी कम हुनको कारण हो। त्यस्तै अब एक्सेस टु फिनान्सले के भन्छ भने मार्केटमा जसरी चल्यो त्यो त्यसरी पाउँदैन। तपाईँ धेरै जस्तो लघु घरेलु तथा साना उद्यमीहरू ब्याङ्किङ सेक्टरभन्दा सहकारी सेक्टरमा गएको छ, ठ्याक्कै अब 3-4% ब्याज दर त्यहीँ बढ्ने भयो। चलन चल्तीको कुरा हामी सबैलाई थाहा भएको कुरा हो, त्यस कारणले बढ्यो। अर्को अझ लघु वित्तमा गयो भने तपाईँको 22-25% पुग्छ, मेरो अनुमानमा त 32% पुग्छ, 22-25% पुग्छ भन्छ फोरकास्टेड रेट हो, त्यो कारणले बढ्यो। अर्को भनेको अब त्यो प्रोजेक्ट नै सस्टेन हो कि होइन, त्यसलाई कसरी इफेक्टिभली काम गराउनुपर्छ भन्ने हामीसँग ऊ छैन। अनि धेरै उद्यम व्यवसायहरूलाई चाहिँ त्यो वर्क इथिक्स र वर्क कल्चरको अथवा पररोजगारमा पनि त्यो कल्चरहरू हामीसँग छैन। 8 घन्टामा 2 घन्टा काम गरेर मेरो तलब पकाउनु पायो हुन्छ भन्ने चाहिँ सबैको एटिट्युड, मानसिकता जागिरे मानसिकता बढी भयो, कामप्रतिको मानसिकता लेभल चाहिँ हाम्रो अपग्रेड भएकै छैन भन्ने चाहिँ मलाई लाग्छ। त्यसमा अब यहाँहरूको भूमिका चाहिँ के हुन्छ त? अब हामीले गर्दै गरेको चाहिँ कुरा के भने अब यो विशेष गरिकन म लघु घरेलु तथा साना उद्योग सेक्टरको भएकोले लघु उद्यमीहरू चाहिँ अलि ग्रेजुएसन लेभलमा छ, तर उनीहरू धेरै इन्फर्मल सेक्टरमा छ। अब त्यसले गरेर पनि पीडा अर्को छ फेरि होइन। इन्फर्मल सेक्टरमा बसेकाहरूलाई फर्मल सेक्टरमा ग्रेजुएसन गर्नलाई अब हामी सबै अब सार्वजनिक निकायका हामी सबै चाहिँ सेवाग्राही फ्रेन्डली भएन भन्छु म चाहिँ। कति म नहोला, कति तपाईँ नहोला, कति को नहोला, त्यो हिसाब किताबको बाँकी होला। विशेष गरिकन सरकारी निकायका राष्ट्र सेवक कर्मचारीहरू के अरे सेवाग्राही फ्रेन्डली हुनै भएको छैन। अब आजभन्दा 10-12 वर्ष अगाडि त सरकारी संयन्त्र र निजी क्षेत्रको मिटिङ बस्दाखेरि एउटा पाटो अलग्गै अर्को पाटो अलग्गै बस्ने अचल चाहिँ त्यो घटेको छ। र पनि अब हामीले विकासै गर्नुपर्छ, हामीले कामै गर्नुपर्छ भने चाहिँ त्यो जुन भित्री मनदेखि आउनुपर्ने त्यो कुराहरू पाएको देखिन। कस्ट अफ डुइङ बिजनेसमा अर्को पाटो भनेको अब प्रधानमन्त्रीज्यूले भन्नुहुन्छ संसारमा सबभन्दा सस्तो श्रम दर मध्ये हाम्रो हो भनेर भन्नुहुन्छ, तर त्यो चाहिँ यथार्थमा होइन भन्ने चाहिँ हामीले भन्दै गरेका छौँ। नजिकै गर्दा बङ्गलादेश र इन्डियामा मात्र हेर्दा पनि पुग्छ, चीन त अब त्यो हिमालय पार गर्नुपर्ने ठाउँ भयो, त्यति हेरे पनि पुग्ने भयो। हाम्रो त्यो कम्पेरिटिभ एडभान्टेज र कम्पिटिटिभ एडभान्टेज भएन। अर्को पाटो भनेको अब उद्यम व्यवसायहरूको पनि एटिट्युड के भयो भने लङ रनमा जाने चाहिँ सोच थियो हिजोसम्म। अब त्यो विभिन्न प्रकरणहरूले चाहिँ ट्रेडिङमा डाइभर्ट हुने ट्रेन्ड चाहिँ बढ्यो। अब ट्रेडिङ गर्नेहरू धेरै भयो, उद्योग गर्नेहरू उद्यम गर्नेहरू कम भए, त्यस कारणले पनि कस्ट अफ डुइङ अफ प्रोडक्सन लेभल घटेपछि कस्ट अफ डुइङ बिजनेस चाहिँ बढ्ने भयो।
यसमा अब प्रोडक्टिभिटीको कुरामा त्यसमा त उद्यमीको अलि बढी नै हात हुन्छ होला नि प्रोडक्टिभिटी बढाउनको लागि, जस्तो लेबरहरूको भयो, कोही प्रोडक्टिभिटी बढाउने लेभलमा चाहिँ इम्प्लोयर र इम्प्लोइ दुवैको त्यति नै हात हुन्छ भन्छु म चाहिँ होइन। जस्तो तपाईँ हामी दुईजनाले 1 देखि 100 सम्म गर्दाखेरि कति सेकेन्डमा कति मिनटमा गर्ने भन्दा तपाईँको पनि हात हुन्छ, मेरो पनि हात हुन्छ। होला तपाईँले छिटो गर्नु होला, मैले छिटो गरौँला, त्यो अर्को पाटो हो। त्यो जिल भन्छ नि, भित्री मनदेखि मैले काम गर्नुपर्छ र आज मैले 100वटा उत्पादन गरेँ भने भोलि मैले नै 110 वटा 15 वटा गर्ने त्यो इफेक्टिभनेस चाहिँ जानु पर्यो। त्यसलाई एसिस्टिभिटी अर्को रोल हो। अब हामी कहाँ चाहिँ अब उद्यमीलाई पनि अब काम चलिरहेको जस्तो पुग्ने भयो। त्यहाँ काम गर्ने मान्छेलाई आफै काम गर्ने भयो भने, अर्को कोही श्रमिक राखेर काम गर्ने भयो भने आज दिनमा अब 100 वटा गरेपछि पुग्यो भने त अब भोलि यो बेच्ने नै कहिले, अब किन गरेर राख्नु पऱ्यो भने त्यो चाहिँ होइन। त्यो किसिमको प्रोडक्टिभिटी एवेरनेस नै नपुगेको हो कि जस्तो लाग्छ। र पनि अब एसियन प्रोडक्टिभिटी अर्गनाइजेसनको संस्थापक सदस्य नेपाल हो। 1963 कि 1965 भएको थियो। जापान र कोरिया भन्ने नै कहाँ कहाँ भएको बेलामा हामी त्यस्तो काम गरेको। अब जापान कोरिया त्यो साउथ भनेपछि हाम्रो औद्योगिक क्षेत्र त्यसमा पनि साना मझौला घरेलु यी क्षेत्रहरू भनेको चाहिँ उल्टो गतिमा छन् अहिले। जस्तो यसमा अब जति विकास हुनुपर्ने, प्रवर्धन हुनुपर्ने त्यति धेरै हुन सकेन, परिमाण हुनै सकेन। जहिले पनि हामी हिसाबले प्रोसेसमा छौँ भन्छ, प्रोसेसमा छौँ भने के अरे इन्डस्ट्रियल प्रोसेसमा छौँ भने कहिलेसम्म हुने त हामी? कुरा मात्रै धेरै आए। अब यसमा अर्को चाहिँ एक्सेस टु फाइनेन्सको कुरामा, जस्तो यहाँले अघि पनि राख्नुभयो कि लघुवित्त मार्फत लिने हो भने त थ्याक्नै सकिन्न, ब्याङ्कहरूको पहुँच छैन, सहकारीबाट बढी भन्ने कुरा आयो। त्यसमा अब सरकारले सब्सिडिज दिने पनि भन्छ, जस्तो बजेटमै पनि ती कुराहरू आएका छन्। अब मौद्रिक नीतिमा पनि त्यसलाई चाहिँ विपन्न वर्ग कर्जामा गण्ने अझ भन्ने ढङ्गले आएको छ। अब यसमा अब तपाईँले उठाइहाल्नु भयो होइन, यो लघु घरेलु तथा साना उद्योगको सम्बोधन चाहिँ बजेटमा भएको मात्र हो, त्यसलाई एड्रेस कहीँ पनि गरेन। अब मौद्रिक नीतिमा भन्दाखेरि त हिजोसम्म यो प्रायोरिटी कर्जामा थियो लघु घरेलु तथा सानो उद्योग पनि। अब त्यसलाई चाहिँ प्रोत्साहन मात्र दिने भन्ने चाहिँ उल्लेख भएको छ। प्रायोरिटी कर्जालाई जस्तो युवा स्वरोजगारको लागि, योको लागि अब अझ थपेर के पनि भनेको छ भने इलेक्ट्रिक भेहिकलको कर्जालाई पनि प्रायोरिटी कर्जामा गनिने छ भनेर भनेको छ। तर लघु घरेलु तथा साना उद्योगलाई चाहिँ प्रोत्साहन दिनेछ भनेर भने कि अब एक्जिट भयो राष्ट्र ब्याङ्क चाहिँ। अर्को कुरा, हिजोसम्म आजसम्म नै भनौँ, विगत 8-10 वर्षदेखि हामीले होइन भन्दा पनि हो भन्दा पनि सरकारको नीति थियो भने 3 खम्बे नीति थियो। अब सरकार, निजी क्षेत्र र सहकारी भन्ने। अब अहिलेको मौद्रिक नीतिले सहकारीलाई गभर्निङ गर्ने बाटोबाट पन्छिए जस्तो फिल हो मलाई चाहिँ। यहाँले पनि पढ्नु भएको होला कसो। अब उनीहरूलाई नियमन गर्नुपर्ने हो, तर अब झन् छाडा छोडिने भयो कि। त्यस कारणले अब झन् लिक्विडिटी क्रन्च त हुन्छ नै जस्तो लाग्छ मलाई चाहिँ। त्यस कारणले अब हामीले काम गर्नुपर्ने भनेको लघु घरेलु तथा साना उद्योग जुनसुकै सेक्टरमा होस् तिनीहरूलाई अपलिफ्ट गर्ने, फेसिलिटेसन गर्ने कामहरू गर्नु पर्यो। सरकारले केही गर्नुपर्ने फेसिलिटेसन मात्र गरिदिए पुग्यो। अझ मैले भन्नु खोजेँ त अब लेबर एक्टले भन्छ भोलिदेखि पर्सिदेखि त अब ब्याङ्किङ च्यानलबाट पेमेन्ट गर भनेर भन्छ। त्यो कति सम्भव होला नहोला, अब त्यो मिनिमम वेजेसकै कति सम्भव होला हुन्छ। यो मौद्रिक नीतिमै अलिकति केन्द्रित हौँ, त्यसो भएदेखि यसले पनि यहाँलाई उत्साहित तुल्याउने कुनै कुरो ल्याएको चाहिँ छैन। यसमा अरू अलिकति म्याक्रो लेभलमा हेर्ने हो भने चाहिँ यसका सुन्दर पक्ष केही? अब म्याक्रो लेभलको कुरा गर्ने भने अब त्यही भने 30 खरबको हाम्रो वार्षिक टर्नओभर हो होइन। त्यसमा अब गिनी चुनिएका ठुला करदाता अथवा ठुला इन्टरप्राइजेसहरू भने कतिवटा छ? 1500वटा 2000वटा होला। बाँकी सबै त साना मजौला नै हो। त्यस कारणले अब उहाँहरूको फोकसमा गएर अब यसलाई प्रोत्साहन मात्र दिनेछ भनेर चाहिँ भनेपछि यो एक्जिट हुने पोलिसी भयो। अब हामीले भन्न खोजेको चाहिँ के भने
जबसम्म यो पिरामिड लेभलमा जाँदैन, सानोबाट ठुलो पिरामिड लेभलमा जाँदैन, तबसम्म चाहिँ यो सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट चाहिँ हुँदै हुँदैन। हाम्रा लागि अर्को एउटा पनि छ, जस्तो नेपालको अर्थतन्त्र, यहाँको अरू विशेषता, अरू सबै भू राजनीतिक अवस्था, यी सबै कुराहरूले हेर्दाखेरि साना मझौला घरेलु उद्योगहरूलाई नै बढी प्राथमिकता दिनुपर्छ भन्ने पनि छ। अहिले पनि 75% त यो एसएमई सेक्टरकै योगदान छ, औद्योगिक क्षेत्रको योगदान थोरै भए पनि भन्ने छ। यसमा यहाँहरूको एनालाइसिस चाहिँ के छ, के हुनु? अब यसमा चाहिँ अब हाम्रो राज्यको एनालिसिसमा लर्निङमा चाहिँ के हुन्छ भने बाहिरी देशहरूको हुन्छ, जस्तो इन्डियाको हेर्छौँ, चाइनाको हेर्छौँ, बङ्गलादेशको हेर्छौँ, अनेक देशको हेर्छौँ, तर स्केल अफ इकोनोमीमा हामी कहाँ छौँ भनेर चाहिँ हेर्ने चलन देखिएन के मैले। जस्तो इन्डियामा हेर्ने भने टाइनी इन्डस्ट्रिज भनेको 25 लाखको लगानीको हुन्छ। 25 लाखको टाइनी इन्डस्ट्री भने चाहिँ हाम्रो लघु उद्यम भनेको 5 लाखको लगानीको हुन्छ। त्यो ठ्याक्कै फरक परेपछि त्यसलाई एड्रेस गर्न उहाँहरूको ठ्याक्कै कपी गरेर ल्याउँदा चाहिँ मिल्दैन। 2-4 ठाउँमा मैले भन्ने पनि गरेको छु, यो एनालिटिकल उसमा चाहिँ जानु पर्यो। त्यस कारणले अब हामीले अर्को कुरा गर्नुपर्ने कम्पेरिटिभ एडभान्टेज र कम्पिटिटिभ एडभान्टेजमा जानु पर्यो। मास प्रोडक्सनमा हामी गर्न सक्दैनौँ। इन्डिया र चाइनाको बिचमा बसेर उनीहरूसँग कम्पिटिसन गरेर कुनै पनि प्रडक्टमा सक्दैनौँ। हाम्रै अब ढुङ्गा मात्र गिटी मात्र बेचे पनि उनीहरूसँग सक्दैन, उनीहरूलाई पुनी गरिदिन सक्दैन। अर्को कुरा हामीसँग त्यति छँदै छैन। त्यो आधारमा हामीले कम्पिटिटिभ र कम्पेरिटिभ एडभान्टेजमा जानुपर्छ। त्यसको लागि हामीलाई अरू कुनै पनि बजार चाहिएन, इन्डिया र चाइना भएपछि पुग्छ। त्यति गर्न पायो भने त्यसलाई फेसिलिटेसन चाहिँ सरकारले गरिदिनु पर्यो। अब फर्मल सेक्टरमा आउने इन्टरप्राइज अथवा व्यवसायीहरूलाई चाहिँ ह्यासेल गर्ने काम चाहिँ गर्नु भएन कमसेकम पनि। हुन्छ, हामी यो श्रृङ्खला जारी राख्नेछौँ। दर्शकहरू, हामी अर्थ संवादमा चर्चा गरिरहेका छौँ सरकारबाट प्रस्तुत बजेट, राष्ट्र ब्याङ्कबाट प्रस्तुत मौद्रिक नीति अनि आर्थिक वर्ष 75-76लाई आर्थिक समृद्धिको इतिहास रच्ने वर्ष भन्दै गर्दा औद्योगिक क्षेत्र र कुलगास्त उत्पादनमा योगदान राम्रै रहेको क्षेत्र र अझ विशेष गरी औद्योगिक क्षेत्रमा पनि करिब 2/3 हिस्सा ओगट्ने घरेलु साना र मझौला उद्योग र यिनीहरूको प्रवर्धनका लागि चाहिँ के गरिनुपर्छ भन्ने विषयमा हामी केन्द्रित छौँ। यो श्रृङ्खला जारी रहनेछ ब्रेकपछि।